अनि यहाँ हेर्न सक्नुहुन्छ मेरो जिग्री खै हाम्रो हब्स यहाँ पनि छ यो पारि पनि छ यत्रो पानीमा 1 किलोमिटर चाहिँ परको अंशिया हामी आउँछौँ। हेलो गाइज वेलकम ब्याक टु माई च्यानल हैन यो टक्लाको ब्लगमा स्वागत छ तपाईहरुलाई। फेरि पिया पिया बोले मत वाला जिया डान्स आइरहेको छ यार फुट्ने बित्तिकै छैनबाट यता अहिले 2 दिनदेखि लगातार पानी परिरहेको छ। आज तेस्रो दिन हो अनि अहिले पनि यस्तो मौसम छ हेर्नु अहिले पनि परिरहेको छ शीत जस्तै परिरहेको छ। अनि हाम्रो गाउँदेखि हेर्नु न त्यहाँ हिमाल देखिरहेको छ यार कति देख्न मिल्दैन कि आइफोन 7 त हैन अलिकति देखिरहेको छ उ के हो हाम्रोतिरबाट पनि देखिन्छ हाम्रो गाउँबाट पनि हिमाल छ। अनि यहाँ हेर्न सक्नुहुन्छ मेरो जिग्री खै हाम्रो हब्स जिग्री मेरो जिग्री के भन्नु ओभरै लजाउँछ हौ फेरि लजाउनु पनि ओभरै लजाउँछ। राम्रो जस्तो पानी पनि यार कहिले अब बन्द हुन्छ टेन्सन पानीले पनि कहिले घाम भेट्न पाम जस्तै भइरहेछ तर त्यहाँ हिमालमा चाहिँ घाम लागिरहेछ यहाँ लागेको छैन। अनि अहिले त्यही त अहिले म चिया खान जाँदैछु। साइकल मेरो साइकल हेर्नु रे सुनिस् मेरो साइकल त्यहाँ मेरो साइकल हेर्दै गर्नु न त म आउँदैछु त्यो साथीले कलर बनायो भन क्या भन्न आइज त चिया खान गइदिउँ न यस्तो मौसम भइरहेछ चिया खान त मजा आउँछ चिया लगाउनु नि त फेरि यहाँले चिया मेरो लागिसक्यो दुईतिर चिया खान होइन पर्छन यसले बोलाएको थियो अभिगमा थियो त के भने त्यसरी भन्नु हाम्रोतिर जति पानी पऱ्यो पनि हाम्रोतिर बाढ्नै आउँदैन पानी नै देखिँदैन अरे क्या पर्छनका मात्रै छ किनभने सब पानी त सरिहाल्छ सब दुबीतिर भएको छ हाम्रो पानी दुबीतिर बगिहाल्छ हाम्रोतिर उता कालो छ उता दुबीतिर उकालो छ क्या सब पानी त्यो बगिहाल्छ माछा मार्दैछ जति छ अरे माछा मारिबस्छ यो नालामा माछा धेरै आउँछ अरे यो नालामा म सोधिरहेको थिएँ कि हिजो अहिले हेर्नु एक दुईजनाले माछा मारिरहेको हुन्छ हिजो आज त झन् पानीमा परेर कि धेरैजना छैन तर छ अहिले पनि थोरै थोरै तपाईँ त त्यहाँ पछाडि परसम्म झुल लिएर माछा मारेको थियो यार अहिले पनि छु हेर्नु त यहाँ चाहिँ छ मान्छेहरू यहाँ पनि छ यहाँ पनि छ यो पारि पनि छ धेरैजना यो झन् ओभर धेरैजना थियो अहिले कम छ आज पानी नपरेर मात्रै हो कि यहाँ पनि छ हिजो माथि पानी बगिरहेको छ यहाँ बसेर मान्छेहरू माछा मार्दै थियो झन् पानी पऱ्यो राति यत्रो पानीमा 1 किलोमिटर चाहिँ परको अंशिया हामी आउँछौँ। चिया भनेपछि खानुपर्छ नि त चिया पनि आइपुग्दैन यो त मेरो आउँदाखेरि पछाडि जाहेरमा लुकिहाल्नु देखिन अगाडि चाहिँ म चाहिँ यता यहाँ भिज्यो यहाँ भिज्यो अरू छैन धेरै भिजेको यहीँ तेह्रामै भिजेको अरू चाहिँ अब खाएर जानु